एउटा प्लेयर्सलाई रिभाइभ दिइसकेका छन् एथेका टिम ओइ हैन होला यो त उड्छ त ओइ तर्फ हामीले एनएसटी को टिम स्पाइडर लामो जुन फास्ट जुन ओइ यिनीहरुलाई नै हान्न चाहिँ एनएक्सटी को लागि त ओइ हानु भाइले दामी ओइ आय 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 तार्किला त 100 पोइन्ट 100 भयो एकडा 100 पोइन्ट भयो है त एड्रियनलाई पनि ट्याम 100 पोइन्ट भयो ओइ लभ दामी दामी हाना हाने कडा हाना हिल गर्ने यार हिल गर्ने ला बिसान दियो पिएनडी भन्ने कहाँनिर छ देखा 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 ओइ देखा देखा ओइ भाइले दामी मोबाइल अब ओ लास्ट कोच एकजना एकजना कोच र जोनमा फाइट परेछ जोनमा हान्दै हेरे भइसकेको हुन्छ फ्री किल ओइ कान्छ त धरा ला मोबाइल 2 किल दामी 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 बबाल 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 द्वन्द परिरहेको थियो ढलेका पनि थिए र बल्ल देखायो है बल्ल देखायो एक किल मात्र आयो यार एक किल मात्र फ्रीमा ओइ सेभेज लभली हावामै ढाल्यो दामी दामी हान्दियो यसको टाउको बरमुडा कटाइदिदा हुन्छ केटा हो यो देखे सेभेज हेर सिधै हान्छ हाने ओ लभली भाइ चुप दियो हेर दामी वाइप आउट प्लेयर पनि रहेछन् र प्यान्डो बवाल चान्सेसहरु तुम हमारा एक मारेगा हम तुम्हारा पूरा मार देंगे यस हाईएस्ट किल 11 पोइन्टको साथमा बन्दै S1 मा त आइसक्यो केटाहरु चार जना अझै पनि बाँकी रहेको छ जुन चाहिरहेको छ जुन फेजमा चाहिँ टिम्सहरुले चाहिँ आफ्नो S1 मा आइसक्यो यिनीहरु पनि गयो हामीले प्रेडिक्सन गरेको वनमा अलिकति बाँकी छ ढल्नु पर्छ यार अलिकति बाँकी छ अझै बाँकी छ रे पोइन्टहरु यिनीहरुको वाइपर हुनु पर्यो के गर्नु यिनीहरुको छोरा वाइपर हुनु पर्यो के झ्यामझ्याम लाएर सबै हेलमेट भएको हेर्न सक्नुहुन्छ त्यहाँ बट लागि स्पोर्ट्स टिम ओ मामा देवा भन्नेले त 20 हानिसकेको रहेछ त्यो गेम हिल सजिलो हुन सक्छ कि भन्ने कुरा हो एचएस का लामो यिनीहरु त दौरो हाने ओइ देवा भन्ने 22 हान्यो यिनीहरुले कत्रो जोसमा आएको देवा भन्ने केटाहरुसँग पर्यो देवा युनाइटेडको केटाहरुसँग पर्यो अब हाम्रो केटाहरु पर्छ हाम्रो केटाहरु त त्यहाँ नबस केटा त्यहाँ नबस बिचमा पर्छ तिमीहरु अहिले लोक बिचमै छ बिचमा त बिचमा बसेछ केटाहरुले त्यो कभर कतिको छ भन्ने कुरा भर पर्छ ओ यिनीहरुले 23 किलो हान्दियो त टप मरे नि त्यहाँ बिचमा पर्यो के मामा यो ठाउँमा कम गाह्रो हुन्छ हाम्रो काँचो केटाहरु खै यहाँ तल हौ यता लेफ्ट साइडको तल लेफ्ट साइड तलपट्टि छ कभरमा छ कभर छ भने त ढुक्क भएकै घर हुन पर्यो के त्यहाँ ओ घर छ तर यो माथिबाट हान्छ कि यो सुतिरहेछ नि यो एचएस को यहाँबाट हान्न मिल्छ के स्नाइपरको द्वारा देवा युनाइटेड आउनेछ एक मात्र प्लेयर छ हस्टको लागि पर्खिरहेको हेरिरहेका छौं हामीले त्यो साइड गेम केटाहरुले बोया हान्छ त यो गेम बोया हान्छ त भन्ने कुरा हो एकीका टिमहरु जोन तर्फ रोटेट गरेको हेर्न पाउने छ अरु एक गेम बोया निकाल्दै यार एक गेम बोया निकाल्दै त रहेका छन् त्यहाँ कम्पाउन्ड पनि छ राम्रो सिचुएसनमा रहेको हेर्न पाउने छ मेरो भुया निकाल्नको लागि धेरै नै राम्रो अवस्था देख्न पाउने छन् त्यहाँ डाउन भएका छ उडाइको एउटा प्लेयर भने नि मामा यताबाट कत्रो लाइन गर्छ अब यहाँ भाइ पनि गरेका छन् चार उडै प्लेस पर आउने छन् हाम्रो चार जना छ यार रोटेट गरेका छन् कसैले पनि त्यहाँ स्कोर उल्टा उता पटी केटा हो किल तोड देऊ लमलुम छ दामी बुढो भाइ अति लभ किल 11 हानो सँगसँगै ह्याशट्याग 1 मा प्रवेश गरेका छन् ओइ त किलोहरु आना किलोहरु ल्यामलुम छोड देऊ यसले एनएक्सटी स्पोर्ट्स जानेछन् छैटौं स्थानमा उरासँग ब्यारल लिनु पर्ने हुन्छ लाका ए हाम्रो केटा हाम्रो नक नभउ ल प्लिज हाम्रो केटा नक चाहिँ नभइदिउ ल दामी अति लभली केटा हाम्रो बोया छ अब त कम्प्लिटली स्टपिङ हाम्रो बोया छ अब त हाम्रो यो साल लुट धेरै रहेछ यो डब्लुआर भन्ने देवा भन्छ लुट धेरै रहेछ यार उरा स्पोर्ट्सको लागि 4 वटा विनिङ पोसिबिलिटी 38 मात्र रहेको छ थोरै स्लाइटली घटेको हेर्न पाउने छौं त्यहाँ देवा यता आउनु केटा यहाँ चाहिँ नआउ केटा यहाँ गल्ती यता आउनु गल्ती हुन्छ यार यता गल्ती हुन्छ त्यो पनि किल देवा भन्ने आयो ओ देवा भन्ने आयो ओइ सेभेज भाइ लभली दामी देवा ओइ तिरी बोया केटा हो बोया अर्को पनि किल ध्यान दामी एक जना कममा दुई जना बाकी ओइ बोया भयो बोया ओइ दामी एक जना बोया दामी लभली केटा हो दामी अति बवाल अति दामी आगो केटाहरु जोसमा आयो यार ओइ ल